नमस्कार, म नवीन पर्के, एमए साइकोलोजी स्कलर। म अहिले एमए साइकोलोजी नै पढ्दैछु र नेपालमा साइकोलोजी चाहिँ के हो र नेपालमा साइकोलोजिस्ट बन्नको लागि हामीले कहाँ पढ्न पाउँछ र कुन कुन कलेजमा यसको अध्यापन हुन्छ भन्ने विषयमा र साथै यस पढिसकेपछि यसको करियर के छ त नेपाल भन्ने विषयमा चाहिँ छलफल गर्न गइरहेका छौँ। सबैभन्दा पहिला बुझौँ साइकोलोजी नै भनेको के हो त? अब साइकोलोजीले कसरी डिफाइन गरेको छ भन्दाखेरि चाहिँ साइकोलोजी इज साइन्टिफिक स्टडी अफ ह्युमन माइन्ड एन्ड बिहेभियर भनेर भनेको छ भने अब साइकोलोजी भनेको नेपालीमा मनोविज्ञान भनेको चाहिँ एउटा वैज्ञानिक तरिकाको अध्ययन हो जसले चाहिँ मानव मस्तिष्क र मानिसको व्यवहारको अध्ययन गर्दछ। र त्यसपछि साइकोलोजिस्ट भनेको के हो त? साइकोलोजिस्ट भनेको एउटा प्रोफेसन हो जसले चाहिँ मेन्टल प्रोसेसमा एउटा स्पेसलाइजेसन लिएको हुन्छ, त्यसलाई चाहिँ साइकोलोजिस्ट भनिन्छ। भने चाहिँ अब साइकोलोजिस्ट पढ्नको लागि नेपालमा अब साइकोलोजिस्ट र एउटा अर्को काउन्सलर पनि छ, साइकोलोजिस्ट र काउन्सलर सँगसँगै हुन्छन्। र साइकोलोजिस्ट र काउन्सलरको फरकलाई हामीले लिनुभन्दा पहिला नै के बुझौँ भन्दाखेरि चाहिँ नेपालमा साइकोलोजीको अध्ययन चाहिँ कहाँ हुन्छ र कसरी हुन्छ। यदि तपाईँले भर्खरै 12 पास गर्नुभएको छ भने चाहिँ तपाईँले 6 महिने साइको सोसल काउन्सिलिङ ट्रायल दिन सक्नुहुन्छ। जसलाई चाहिँ नेपालमा ह्युमन नेपाल अनि पिआइसिएस नेपाल, साइडेक्स फाउन्डेसन र साइको सोसल काउन्सिलिङ अरू जस्तै भिन्नै तरिकाका एनजिओले पनि यसलाई चाहिँ सञ्चालन गरिरहेको पाइन्छ। र जुन यो चाहिँ सिटिभिटी अन्तर्गत नेपाल सरकारले मान्यता दिएको छ भने त्यसपछि तपाईँले ब्याचलर गरिसक्नु भएको छ भने 1 इयर पिजिडी गर्न सक्नुहुन्छ, जसलाई चाहिँ पोस्ट ग्रेजुएट डिप्लोमा भनिन्छ। त्यसको लागि चाहिँ तपाईँले ब्याचलर्स कुनै विधामा गरिसकेको हुनुपर्छ भने त्यसलाई चाहिँ त्यसपछि चाहिँ तपाईँ चाहिँ आफूलाई काउन्सलर भन्न पाउनुहुन्छ। त्यसपछि त्यो रह्यो चाहिँ 6 मन्थको, त्यो रहेछ 1 मन्थको। यदि तपाईँ ब्याचलर्समा नै बिएसडब्ल्यू सब्जेक्ट लिएर चाहिँ त्यसमा मेजर साइकोलोजी लिएर पढ्नुहुन्छ भने पनि तपाईँ एउटा काउन्सलर भनेर चाहिँ चिन्न सक्नुहुन्छ। त्यसमा ब्याचलर्समा साइकोलोजी नै भन्ने छ, ब्याचलर्स इन साइकोलोजी, त्यो पढ्यो भने पनि तपाईँ एउटा काउन्सलरको भूमिकामा चाहिँ बाँधिन सक्नुहुन्छ, जुन चाहिँ ब्याचलर्समा त्यो कोर्स छ। त्यो ब्याचलर्स हाम्रो 6 महिने साइकोसोसल काउन्सिलिङ ट्रेनिङ र 1 इयर पिजिडी काउन्सिलिङ ट्रेनिङ र ब्याचलर्समा पढेको जुन तपाईँले साइकोलोजी मेजर अथवा साइकोलोजीमै ब्याचलर्स गर्नुभयो भने त्यसबाट चाहिँ तपाईँ एउटा काउन्सलर बन्न चाहिँ सक्नुहुन्छ। त्यसको अध्ययनले चाहिँ तपाईँलाई काउन्सलर बनाउँछ, न कि चाहिँ साइकोलोजिस्ट बनाउँछ। अब त्यसपछि साइकोलोजिस्ट नै बन्नु पर्यो भने के गर्नु पर्यो त? अब साइकोलोजिस्ट नै बन्नको लागि तपाईँले मास्टर्स नै गर्नुपर्छ। मास्टर्समा साइकोलोजी नै पढ्नुपर्ने हुन्छ र नेपालको परिवेशमा चाहिँ मास्टर इन साइकोलोजी उपत्यकाभन्दा बाहिर चाहिँ जान सकेको छैन, उपत्यका मात्र नै सीमित छ। र यसलाई हेर्दाखेरि नेपालको उपत्यकाभित्र मात्र नै एकदमै कम कलेजहरूले चाहिँ यसलाई चाहिँ पढाउँदै गइरहेको छ। जस्तै चाहिँ हामीले हेर्ने हो भने चाहिँ नेपालमा साइकोलोजी मास्टर्स पढाउने कलेजहरू चाहिँ सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजी छ, जुन चाहिँ ट्यु भित्रै छ, ट्यु भन्नाले हाम्रो रुकुम विश्वविद्यालय। त्यसपछि केएनके इन्टरनेसनल कलेज छ भनेश्वरमा, त्यसले चाहिँ मास्टर इन साइकोलोजी पढाउँछ र क्लिनिकल साइकोलोजी त्यहाँ चाहिँ मेजर रहेको छ भने। अर्को चाहिँ समर्पण एकाडेमीले पढाउँछ। त्यसै गरी पद्मकन्या मल्टिपल क्याम्पसले पनि मास्टर इन साइकोलोजी पढाउँदै गरेको छ भने। र अन्तिममा आउँछ हाम्रो त्रिचन्द्र मल्टिपल क्याम्पस, त्यसले पनि मास्टर इन साइकोलोजी पढाउँदै गरेको छ। र मास्टर इन साइकोलोजी भित्र पनि केही हाम्रो स्पेसलाइजेसन छन्, जुन नेपालमा अहिले धेरै नभएर 3टा मात्र छन्। नम्बर 1मा चाहिँ मास्टर इन साइकोलोजी इन स्पेसलाइज क्लिनिकल साइकोलोजी भनेर आउँछ भने अर्को चाहिँ मास्टर इन साइकोलोजी इन स्पेसलाइजेसन इन काउन्सिलिङ साइकोलोजी भनेर आउँछ। र त्यसै गरी अर्को चाहिँ मास्टर इन साइकोलोजी इन स्पेसलाइज द आयो साइकोलोजी भनिन्छ। आयो साइकोलोजी भनेर चाहिँ इन्डस्ट्रियल एन्ड अर्गनाइजेसन साइकोलोजी भनेर बुझिन्छ। र त्यो मास्टर्स गरिसकेपछि तपाईँ चाहिँ बल्ल साइकोलोजिस्ट हुँ भन्न चाहिँ पाउनुहुन्छ। तपाईँ चाहिँ अब साइकोलोजिस्ट नै हुनुभयो, मास्टर इन साइकोलोजी गरिसकेपछि तपाईँ साइकोलोजिस्ट हुनुभयो। र यदि तपाईँ काउन्सिलिङ मास्टर इन साइकोलोजी र काउन्सिलिङलाई मेजर लिएर पढ्दै हुनुहुन्छ भने तपाईँ चाहिँ एउटा काउन्सलर मात्र पनि भन्न सक्नुहुन्छ है, तपाईँ यसलाई साइकोलोजिस्ट भन्न मिल्दैन। त्यहाँ चाहिँ तपाईँलाई काउन्सिलिङ साइकोलोजिस्ट भन्न त मिलेन, त्यही भने चाहिँ काउन्सलर भन्न पाउनुहुन्छ भने। यदि मास्टर इन साइकोलोजी स्पेसलाइजेसन क्लिनिकल साइकोलोजी लियो भने चाहिँ तपाईँ
साइकोलोजिस्ट भन्न पाउनुहुन्छ, क्लिनिकल साइकोलोजिस्ट भन्न पाउनुहुन्न। त्यसै अर्को चाहिँ आयो साइकोलोजिस्ट छ, त्यसमा चाहिँ तपाईँ साइकोलोजिस्ट भयो र स्पेसलाई आयो साइकोलोजी, त्यसलाई चाहिँ आयो साइकोलोजिस्ट चाहिँ तपाईँ एउटा चिन्न सक्नुभयो। र अनि यो मास्टर गरिसकेपछि तपाईँ चाहिँ के भयो त भन्दाखेरि चाहिँ तपाईँ एउटा साइकोलोजिस्ट भन्न पाउनुभयो र जुन जुन ठाउँमा यसको भ्याकेन्सी खुल्छ त्यहाँ चाहिँ तपाईँ लड्न पाउनुहुने भयो। र त्यसै गरी अर्को 20 एउटा टुक्रा छ, टुक्रा भन्दा नि एउटा स्पेसलाइजेसन छ, एमफिल इन क्लिनिकल साइकोलोजी। एमफिल इन क्लिनिकल साइकोलोजी चाहिँ एउटा कोर्स रहेको छ जसलाई चाहिँ महाराजगञ्ज मेडिकल क्याम्पसले यसलाई पढाउँछ। र एमफिल इन काउन्सिलिङ साइकोलोजी पनि नेपालमा छैन भन्दाखेरि र अर्को चाहिँ एमफिल इन आयो साइकोलोजी पनि नेपालमा छैन। नेपालमा भएको भनेको एमफिल इन क्लिनिकल साइकोलोजी हुन्छ, जो चाहिँ महाराजगञ्ज मेडिकल क्याम्पसमा पढाइ हुन्छ भने यसको चाहिँ मेडिकलतिर चाहिँ अलिक बढी यसको आकर्षणतिर छ भने यसमा चाहिँ यदि तपाईँ एमफिल इन क्लिनिकल साइकोलोजी गर्नुहुन्छ भने नेपालमा जम्मै 3 देखि 4 सिट मात्र छ, यसमा बढी सिट नै छैन र यो 2 वर्ष नै हुन्छ। यसमा चाहिँ रेसिडेन्सियल क्लिनिकल साइकोलोजी भनेर चाहिँ तपाईँले पढ्न पाउनुहुन्छ। यदि एमफिल क्लिनिकल साइकोलोजी नगरिकन पनि नेपालमा चाहिँ सिधै एमफिल रिडिङ टु पिएचडी साइकोलोजी गर्न पाउनुहुन्छ, जसले चाहिँ आयो साइकोलोजी, क्लिनिकल साइकोलोजी र काउन्सिलिङ साइकोलोजीले चाहिँ यसलाई चाहिँ पिएचडी गर्न पायो। र नेपालमा पिएचडी पनि अझ कुनै तरिकामा स्पेसलाइजेसन नभइकन जेनरल साइकोलोजीमा चाहिँ यसमा चाहिँ पिएचडी चाहिँ रहेको छ, जसहरूले तपाईँ अब चाहिँ डक्टर लेखाउन पाउनुहुने भयो त्यो साइकोलोजी गरिसकेपछि। तर पनि तपाईँ चाहिँ हस्पिटलमा काम गर्न पाउनुहुन्न। यदि तपाईँले साइकोलोजिस्ट बन्नुभयो र पनि तपाईँको हस्पिटलमा माग छ भने चाहिँ हस्पिटलमा काम गर्न पाउनुहुन्न जब तपाईँ एमफिल इन क्लिनिकल साइकोलोजी गर्नुहुन्न। एमफिल इन क्लिनिकल साइकोलोजी गरेपछि मात्र तपाईँ चाहिँ नेपालको मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुहुन्छ, तपाईँ लाइसेन्स होल्डर हुनुहुन्छ। त्यसपछि चाहिँ तपाईँले चाहिँ नेपालका जुनसुकै मेडिकलको अस्पतालमा कलेजमा यदि साइकोलोजिस्ट खोलेको छ भने चाहिँ त्यहाँ तपाईँले काम गर्न पाउनुहुन्छ। यो रहेको विस्तृतमा साइकोलोजिस्ट कसरी बन्ने, के भन्ने, कस्तो भन्ने। अब यो यसको चाहिँ नेपाल कन्टेक्समा चाहिँ मास्टर नै गर्ने पर्ने हुन्छ, त्यसपछि मात्र तपाईँ चाहिँ एउटा स्पेसलाइजेसन गर्न पायो। त्यसपछि सिधै तपाईँले एमफिल गर्नु पर्यो भने क्लिनिकल साइकोलोजी मात्र त्यहाँ तपाईँको विकल्प हुन्छ, त्यसपछि चाहिँ पिएचडी चाहिँ गर्नु पर्यो। यो रह्यो तपाईँको नेपालको कन्टेक्समा साइकोलोजिस्ट कसरी बन्ने र के पढ्ने र कहाँ पढाइ हुन्छ भन्ने विषयमा। अब नेपालमा करियर त के छ त? नेपालमा करियर के छ भन्दाखेरि अहिले चाहिँ थुप्रै एनजिओहरूले चाहिँ काउन्सलरलाई चाहिँ एउटा लिइरहेको छ, जस्तै सिएमसी नेपाल, टिपिओ नेपाल, एसओएस चिल्ड्रेन भिलेज देखि लिएर थुप्रै एनजिओहरूले चाहिँ यसलाई एउटा प्रोफेसरको रूपमा चाहिँ यसलाई हायर गरेको देखिएको छ भने र अहिले यसको मानसिक समस्याको बढ्दो मागलाई चाहिँ अहिले देखेर चाहिँ अहिले अस्पतालहरूमा पनि मानसिक स्वास्थ्य कर्मीहरू चाहिँ राखेको देखिन्छ। अनि चाहिँ अहिले कलेजहरूमा अब त्यसपछि अब पढाउने कुरा त छँदैछ, किनभने थुप्रै कलेजहरूमा चाहिँ यसको अहिले पनि प्रावधान नभइसकेको हुनाले चाहिँ मानसिक स्वास्थ्य कर्मीहरूले चाहिँ त्यहाँ पढाउँदै आउनेको छ। अरू कुरा चाहिँ मास्टर्समा मात्रै सीमित भएको हुनाले चाहिँ ब्याचलर्समा पनि बिबिए बिबिएममा पनि एउटा विशेष चाहिँ साइकोलोजी हुँदो रहेछ, इन्ट्रोडक्सन टु साइकोलोजी, त्यो पढाउने कुनै पनि मान्छे नहुँदाखेरि पनि ब्याचलर्समा पनि एउटा साइकोलोजीको प्रोफेसर खाँचो परेको हुँदा र साइकोलोजीबाट चाहिँ बढी सोपत्ति वेदर नै सीमित भएको हुनाले चाहिँ नेपालभरि कन्टेक्समा जहाँ त्यो प्रकारको कलेजहरू पढाइ हुन्छ त्यहाँ एउटा साइकोलोजीको चाहिँ खाँचो देखिन्छ। र अहिले चाहिँ अब नेपाल सरकारले नै अब प्रत्येक अस्पतालमा मानसिक स्वास्थ्य कर्मी राख्नु भनिसकेपछि चाहिँ एउटा चाहिँ त्यहाँ पनि एउटा स्वास्थ्य कर्मी चल्न सक्ने कुरा देखिन्छ भन्दाखेरि चाहिँ यो क्षेत्र चाहिँ अहिले बढ्दो देखिन्छ। किनभने जब क्राइसिस आउँछ, जब देश विदेशमा के समस्या हुन्छ, वार हुन्छ, युद्ध हुन्छ, तब साइकोलोजिस्टहरूको एकदम मागहरू चाहिँ बढी भएको देखेको छ। त्यसै गरी चाहिँ त्यसैले पनि यो साइकोलोजीको करियर चाहिँ अब छ भन्ने चाहिँ देखिन्छ। देश विदेशमा त अझै यसको करियर छ, हामी नेपालमा अझै चिन्न नसकेको कुरा छ। किनभने अझै पनि यसको साइकोलोजीलाई हेर्ने भने पनि यो अहिले एउटा सानो भर्खर झिरझिर भरेको आगो मात्र छ। त्यो आगो निप्नै, त्यो आगो ठुलो हुनै खोजिरहेको छैन र त्यो भएको छैन। र अहिले तुरुन्तै यो वर्षदेखि 2025 सालदेखि नै अब नेपालमा जुन प्रकारको साइकोलोजी मास्टर्समा पढाइ हुँदै थियो त्यो सिलेबस पुरै रिभाइज भएको छ। र त्यो सिलेबस रिभाइज हुँदाखेरि चाहिँ के सब्जेक्टहरू चाहिँ हाम्रो अलिक इन्ट्रेस्टिङ सब्जेक्टहरू छ भने पहिला बायोलोजिकल साइकोलोजी थियो भने अहिले चाहिँ न्युरो साइन्सको कुराहरूमा
अलि अगाडि बढाएको छ भने प्र्याक्टिकल कुराहरूले चाहिँ बढी प्रोत्साहन गरेको देखेको कारणले चाहिँ यसमा चाहिँ अब साइकोलोजीप्रति चाहिँ मान्छेको हेर्ने दृष्टिकोण अलिक फरक हुनसक्छ भन्ने चाहिँ देखिन्छ भने करियरको हिसाबले तपाईँ ढुक्क रहनुहोस्। यसमा चाहिँ नेपाल सरकारदेखि लिएर अन्तर्राष्ट्रिय कानुनमा यो बाध्य हुनाले चाहिँ यसमा गएर देखेको छ। हस्त नमस्ते, धन्यवाद।